हेलो एभ्रिवान, तपाईहरुलाई फेरि माइ किचनमा स्वागत छ। आज चाहिँ म तपाईहरुलाई बफको अचार बनाउने तरिका सिकाउँदै छु। यो चाहिँ फलमासु बफ लिने है, यसलाई मसिनो टुक्रा सानो टुक्रा बनाउने अनि यसको मसिनो टुक्रा बनाइसकेपछि यसलाई हामीले भाँडामा राख्ने। भाँडामा हामीले राखेपछि अघिको मसला धनिया जिरा टिमुर मरिच र सुकेको खर्सानी यसलाई मजाले भुट्ने। हामीले यसलाई भुट्दै गएपछि फेरि यतापट्टि ग्यासमा हामीले मासु भुट्ने। मासुलाई चाहिँ हामीले 2 किलो लिएको छौँ, त्यसलाई चाहिँ हामी थोरै रूपमा भुट्छौँ। यहाँ चाहिँ हामीले मसला सबै पिसेर रेडी पारिसकेको छौँ र साथसाथै मासु पनि मजाले हेर्नुहोस् न खरेर कस्तो राम्रो भएको छ, ब्राउन कलरको। अब यसलाई चाहिँ हामीले झिकेर अदुवा लसुन मसिनो काट्ने। अदुवा लसुन काटेपछि अब हामीले यसलाई पनि अब हामीले त्यही तेलमा भुट्ने र अदुवा लसुन पनि म हेर्नु कति मजाले ब्राउन कलरको आइसकेको छ। अनि त्यसमा हामीले एड गरेर मसला अघि पिसेको मसला मजाले यसलाई पनि तेलमा भुट्ने। अनि त्यसरी हामीले अघिको मासु हाल्दिने यसलाई मजाले भुट्ने, मसला भित्र छिर्ने गरी। अनि नुन हाल्दिने। अब यो चाहिँ मजाले भइसकेको छ। अनि यसलाई चाहिँ अलिक सेलाएर हामीले भिनेगर हाल्ने।